हेलो गाइस, आजको दिन पनि सन्नी नै छ। अन्त म चाहिँ अब ड्युटी निस्केको। मजाले घाम लागिरहेछ हो, हिँड्नै साह्रो परिरहेछ। त्यसैले हिँडेर म ड्युटी पनि पुगेँ। अलिक साफसफाई गरेर मसला बनाउन थालेको। अन्त मसला बनाउँदाखेरि ठिकै भाउजू पनि आइपुग्नु भएछ। अन्त भाउजूले दुःख सुखको कुराहरू गर्यो, के चाहिन्छ त्यो मेसमा त्यो पनि भन्यो है। चामलहरू ल्याउन गएँ, लिएर आएर सब्जी कटिङ गरेर राख्दै मसलाहरू रेडी पारेँ। अन्त म चाहिँ यता अन्डा केलाउनु लागिपट्टि गएँ। अन्डा केलाएर हेरेको सब्जी त मजाले पाकेछ। अन्त अब पस्केर खानु पर्यो भनेर रेडी गरेँ। अन्त पस्केर खाएको एकदम मिठो भयो। मिठो भयो। उता भाउजूले फेरि अन्डा करी बनाउँदैछ, म चाहिँ यता खाइदिँदैछु। मजाले थपी खाइदिएको। हेर्नुहोस् त, तपाईँले खाएको देखेर नै थाहा भइसक्यो होला कतिको मिठो चाहिँ भएछ भनेर। भाउजूले एकदम मिठो पकाएको छ खाना चाहिँ। आजको लागि यति नै मिनी भिडियो।